सो वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु र अहिले चाहिँ हामी कहाँ जानु खोजेको भने देख्न सक्नुहुन्छ। हामी दुईजना चाहिँ अहिले जंगल सफारी हान्न जानु खोजिरहेको छ। खुर्पा पुगेर चाहिँ अहिले हामी यसो काक्रोहरूलाई थाङ्रा काट्न जानु खोज्दैछ। अब घरमा बसेर चाहिँ अब घर परिवारले अल्छी भन्छ नि त, त्यही भएर चाहिँ हामी जंगलतिर यसो ब्लग नानेको पनि धेरै भयो। त्यही भएर हामी नयाँ कन्टेन्ट चाहिँ आज ल्याइसकेको छ र थाङ्रा काट्न गएको जंगलतिर। भिडियो अन्तिम समय हेर्नु होला। जंगल पनि फाइनली आइपुग्यो। अहिले चाहिँ हामी देख्न सक्नुहुन्छ तपाईहरुले। अब हामी चाहिँ यही भित्र छिरेर चाहिँ अब यसो काक्रोहरूलाई चाहिँ थाङ्रा खोज्नु पर्ने हुन्छ। त्यसपछि हामी जुन 5 वटा जति काटेर चाहिँ अनि हामी घर फर्किन्छ। अब यसो हेर्नु पर्ने हुन्छ कि अब थाङ्राहरू चाहिँ। अब यस्तो बवाल छ जंगल चाहिँ, सुनसान हो कि यहाँ। लास्ट डर लाग्दो हो कि यहाँ जंगलमा चाहिँ। फेरि यहाँ बाघ आउन नि सक्छ कि फेरि। यस्तो सुनसान देख्न सक्नुहुन्छ जंगल तपाईहरुले। कहाँबाट छिर्ने हो हिँड त गाडी खाँदा त्यस्तो गाडी पुरै गाडी बढिसक्यो अहिले त मान्छे हराउँछ त्यो जंगलभित्र। यो भित्र छिर्यो भने त पुरै त्यस्तो गाडी डेन्जर बढेको कि जस्तो सुकै बढे पनि अब यो थाङ्रा चाहिँ काट्नु पर्ने हुन्छ। यो माथिको हुन्छ कि यहाँ त यो त्यो सानो सानो चाहियो कि अब सट्टा लगाएर चाहिँ म थाङ्रा काट्नु सुरु गर्छु। कहाँ बिस्तारै आउने हो कुनारले समाधियो भन त। फाइनली अब यही हो। अब यसलाई चाहिँ झ्यामझुम हानिन्छ हामी। ओहो माकुराको जालै जाल खदा है। यहीँ बसेर अब सो यो काट्नु पर्ने हुन्छ। अब अन्त पनि आँखा लगाऊँ होइन, त्यो एउटा भइहाल्यो। ल यसलाई चाहिँ अनि त्यसपछि यो नि हुन्छ। यो हतियार नि कुन चाहिँ निकाल्ने हो रिटा तिम्रो यो चाहिँ खोल्नु पर्ने हुन्छ। अब रुखमा चढ्दाखेरि चाहिँ अब झ्याममा हानिन्छ यता। काँडै काँडा खाँदा है यस्तो काट्दैन नि। यता आउँदा यता लास्ट ठुलो हो यार। सो हामी जङ्गलको बिचमा घारी हाल्छु। सिस्नु त छैन नि। खै हेर फेरि जान पोल्छ नि त होइन। तर फेरि यसको चाहिँ डेन्जर बोल्ट हुन्छ क्या। बोल्ट हुनु नि नआन्दर्छ। यहीँ हालिदिनु पर्छ क्या। यहाँ हालिदिउँ उता सानो हान न यहाँ माथिको क्या। त्यहाँ रुखमा चढ्न सकिन। अब यो मान्छेहरू यस्तो काट्नु केही नि हुन्न हौ। यस्तो त कति बेला हुन्छ यार। अन्य हुन्छ त्यो त मलाई 2टा 3टा ठ्वाङ्ग पारा छैन भने जोक हुन्छ। डल्डले खुर्पा त फेरि डेन्जरी खाँदा फेरि डल्यो फाइनली डलो हाम्रो सक्सेस भइसकेको छ रुख ढल्नै। अझै तल जानु पर्ने हो। त्यो तलको अलिक सुकेको थियो नि त। उतै आएन न हो त्यहाँ। खुर्पा चाहिँ डेन्जर लाग्ने रहेछ यतिकै चाहिँ गरेर होइन। अब हामीले थाङ्रा चाहिँ बोबाल तरिकाले बनाउँछ होइन। यही खाल्डोको छ र
हेर्नुहोस् यति उठाएर पर्छ क्या गाँडो पार्दैन यसलाई यस्तो टक्क लगाएर मामुला फुर्बा नलाग्नु पर्दो रहेछ केही त लाग्ने कि घाँसै छैन मलाई घाँसै पनि होइन एउटा सो हो नि त जङ्गल गएको फुर्बा लिएर भन्ने एउटा सो चाहिँ भयो फुर्बा मात्रै लिएर किन नकाट्ने लास्टै गऱ्यौँ भयो त यहाँ त जङ्गल त पुरै सुनसान छ त है केही साउन्ड आउँदैन त अहिले सुनसान छ यसो केही कराउँदैन यहाँ बाघ भालुहरू होइन यहाँ फेरि कुन बेला आउँछ थाहै हुन्न त फेरि डेन्जर ठाउँ यहाँ त फेरि यहाँ त फेरि सुनसान छ मान्छे यहाँ कहिले नआउने मान्छे यहाँ त डराउँछ कि यस्तो जङ्गल देख्नु सक्नुहुन्छ सुनसान छ त मान्छे भाग्छ डराएर यहाँबाट है ल सो गाइज अहिले चाहिँ हाम्रो फाइनली हामीले थाङ्गा काटेर नि भ्याइसकेको छौँ र अब चाहिँ हामी टक्क लगाएर घरतिर जानुपर्ने हुन्छ हामीले थाङ्ग्रा चाहिँ यहाँ तल झारिसकेको छौँ र सबै थाङ्ग्राहरू अब यति नै 5वटा जति हामीले काटिसकेको छ देख्न सक्नुहुन्छ थाङ्ग्रा अब चाहिँ हामी टक्क लगाएर एकछिन यहाँ यसो रेस्ट गर्छ पसिना आइराख्यो अब एकछिन रेस्ट गरेर चाहिँ पानी सानी खाएर अब टक्क लगाएर अब चाहिँ हामी घरतिर लाग्नु पर्ने हुन्छ अहिले चाहिँ बल्ल घाम लागिरहेको छ क्या अघि चाहिँ घामै लागेको थिएन कि बल्ल अलिअलि घाम आइरहेको अब बवाल देखिन्छ ल सो गाइज अहिले चाहिँ हामी टक्क लगाएर चाहिँ अब कागती खान खोजिरहेको छ अब बिहान बिहान अब टक्क लगाएर कागती खायो भने चाहिँ हल्का खुन बढ्छ नि त त्यही भएर चाहिँ हामीले कागती अघि लिइरहेको थियो घरबाट त्यही भएर अहिले चाहिँ टक्क लगाएर कागती र पानी टक्क खानु खोजिसक्यो बवाल हुन्छ कि यस्तो बवाल छ होइन बरु रस पस्यो कि पछि आएन होइन पछि होला नि आइन रस त बवाल छ अब टक्क लगाएर खाएर चाहिँ अब टक्क लगाएर घर जानुपर्ने हुन्छ यहाँ धेरै बस्नुहुन्न यहाँ जङ्गलमा चाहिँ फेरि देख्न सक्नुहुन्छ कागती खतरा छ अलिअलि पस्दै गएर रहेछ क्या चरायो तेरिका डेन्जर अमिलो छ त यहाँ फेरि अर्को पनि हो दुइटा ल्याए अब यो नि ल्याम हानिदिने अब खाएर घर जाने हो कागती गेडा चपाउनुपर्छ खतरा तितो हुन्छ है यो खतरै छ कागती चाहिँ धेरै दिनपछि खायो कागती पनि फेरि अर्को पनि हानिदिउँ न होइन डेन्जर अमिलो छ त भातसँग बवाल हुन्छ क्या पानी परेर चाहिँ आज दिन जेउस खुल्ला भयो कि नत्र पानी त परेकै पऱ्यो कि लगातार 2-3 दिनसम्म त पानी पऱ्यो अब यसो कता पछाडि कता खोला तल खोला के पछाडि हामीले यसो झाडीतिर च्याउ पाउँछ कि भनेर हेरेको च्याउै छैन रहेछ नत्र पहिला त टन्नै फल्थ्यो है ल सो गाइज देख्न सक्नुहुन्छ यस्तो बलमान तरिकाले चाहिँ मैले यहाँ तान्दै ल्याइरहेको छ डेन्जर गरम भइसक्यो पसिना चाहिँ औडा आइसक्यो होइन जस्तो सुकै पसिना आए पनि अब घर चाहिँ यसरी पुर्याउनु पऱ्यो होइन अब त्यत्रो काट्यो बिचमा किन छोड्ने भनेर अहिले चाहिँ धेरै 6वटा जति आम मैले झ्यामझुम बाँधेँ तान्दै ल्याएको ल हाम लाग्यो झन् औडा हुने भयो
पसिना देख्न सक्नुहुन्छ कति यहाँ पसिना चाहिँ अब घरमा गएर भिडियो स्टार्ट गर्छु सो गाइस फाइनली घर आइसक्यो देख्न सक्नुहुन्छ कहाँ राख्ने हो यहीँ ल हेर्नु होला जुस फाइनली घर आइपुग्यो पसिना देख्न सक्नुहुन्छ कति आँखा भनेर के बनाएको थियो स्नेक बनाउनु रुखमा राख भित्र अब म चाहिँ टक्क लाएर नुहाइ धुवाइ गर्नुपर्ने हुन्छ पहिला अब हेलो गाइस अहिले चाहिँ म टक्क लाएर अहिले चाहिँ नुहाइ धुवाइ गरेर पनि टक्क लाएर चाहिँ अहिले म सुतेर भर्खरै उठेको र अहिले चाहिँ हामीले बिहान ल्याएको थाङ्ग्रा चाहिँ अब टक्क लाएर यहाँ गाड्नु पर्ने हुन्छ अन्त यहाँ अब थाङ्ग्रा अहिले चाहिँ अलिअलि घाम अलिअलि घाम त्यस्तो विधि लाएको छैन नत्र बिहान त खत्रै घाम लाग्थ्यो अब म झ्यामझुम लाएर यसलाई चाहिँ काट्नुपर्ने हुन्छ काटेर भित्र लगेर त्यहाँ गाड्नुपर्ने हुन्छ ल सो गाइस अहिले चाहिँ यहाँ टक्क लाएर चाहिँ मैले अब यहाँ खाल्डो खन्नुपर्ने हुन्छ थाङ्ग्रा गाड्नको लागि चाहिँ अब यहाँ झ्यामझुम खाल्डो खनिन्छ यहाँ खाल्डो चाहिँ रेडी बनाउनु पर्ने हुन्छ अब यता पनि अब फास्ट खाल्डो खन्नुपर्छ अब यहाँ खाल्डो चाहिँ झ्यामझुम खन्नुपर्ने हुन्छ ल सो गाइस अहिले चाहिँ मैले फाइनली काम गरेर पनि सकिसकेको छ ल देख्न सक्नुहुन्छ मैले थाङ्ग्रा चाहिँ है सब गाडेर सकाइसक्यो बिहान 5वटा थाङ्ग्रा ल्याएको 5वटै अहिले गाडेर चाहिँ सकायो अहिले चाहिँ कहाँ जानु खोजेको भने टक्क लगाएर चाहिँ अब यसो घुम्न जानु खोजेको तलतिर होइन गाइस म चाहिँ अहिले टक्क लगाएर चाहिँ अब यसो हावा खानालाई तलतिर आएको साइकलमा देख्न सक्नुहुन्छ म टक्क लगाएर चाहिँ अब यसो मन्दिरतिर यसो पुगेर आम भनेको यसो घुमेर होइन सब काम गरेर सकाएँ मैले चाहिँ शिरपाडामा मन्दिरतिर यसो घुम्न जान खोजेको म चाहिँ टक्क लगाएर देवीजीको घरमा गएको देवीजी छैन रहेछ तलतिर गएको भन्थ्यो खै कता हो तलतिर कता गएको ए छैन म टक्क लगाएर चाहिँ यसो मन्दिर हाम्रो नयाँ मन्दिर बन्दैछ अब कस्तो भयो भनेर यसो मन्दिर पनि हेर्नु ल सो गाइस म चाहिँ फाइनली हाम्रो अहिले नयाँ बन्दै गरेको मन्दिर चाहिँ म हेर्नको लागि आइसकेको छ र तपाईँहरूलाई पनि म देखाउन गइरहेको छु हाम्रो गैरीबारीमा नयाँ मन्दिर बनेको र देख्न सक्नुहुन्छ पुरै बनेर चाहिँ भइसक्यो अब धेरै छैन अब हल्का आधी मात्र अब यो चाँडै रेडी हुने बेला भइसक्यो यो मन्दिर चाहिँ हाम्रो र तपाईँहरूलाई यताको मन्दिर पनि देखाउन गइरहेको छु हाम्रो जुस राम्रो राम्रो कामहरू भइरहेको छ हाम्रो गैरीबारी ठाउँमा चाहिँ र तपाईँहरूलाई यो मन्दिर पनि देखाउँछु यसको पनि त्यही हो अब पुरै बनेर भइसक्यो हल्का झ्यालडोका हाल्न मात्र बाँकी हो माथिपट्टि त्यति नै अब देख्न सक्नुहुन्छ मन्दिर तपाईँहरूले ल यति नै हो मन्दिर यति नै दुईवटा मात्र हो अहिलेको बनेको चाहिँ अब बिस्तारै पछि नि बन्द छ होला अब थाहा छैन त्यो चाहिँ मलाई अहिले चाहिँ बनेको भनेको यही मन्दिर हो यो चाहिँ हाम्रो गाउँको सबै मान्छेहरू मिलेर चाहिँ श्रमदानमा निर्माण गरेको मन्दिर हो यो चाहिँ यो दुइटै मन्दिर भयो अनि देश विदेशमा भएका दाजुभाइ दिदीबहिनीहरूले पनि हल्का सहयोग पठाएर उनीहरूको सहयोगबाट पनि यो मन्दिर निर्माण हुँदैछ र यो मन्दिर बनाउनुमा चाहिँ अब धेरै देश विदेशमा हुनुभएको दाजुभाइ दिदीबहिनीहरूको पनि ठुलो हात छ र यो गाउँ घरमा हुनुभएको दाइ अङ्कलहरूको पनि ठुलो हात छ यो मन्दिर बन्नुमा चाहिँ अब यसमा चाहिँ अब श्रमदानको लागि पनि मनी आएको थियो हरेक घरै बिच एकजनाले चाहिँ श्रमदान गरेर यो मन्दिर चाहिँ निर्माण भयो धार्मिक स्थल सबैको हो सबैले संरक्षण गर्नुपर्छ सो गाइज आजको ब्लग चाहिँ यति नै कोलाई मन पर्यो होला कमेन्टमा भनिदिनु होला र लाइक सेयर फलो गरिदिनु होला अझै यस्तै राम्रो भिडियोहरू चाहिँ लिएर आउनेछु र आजको लागि चाहिँ ब्लग यति नै टाटा बाई अब नेक्स्ट चोटि भेटौँला टाटा बाई